Hi guys, भन्यो. Hi guys. Hi guys. आज चाहिँ हाम्रो दुबई जानुपर्ने सानो काम थियो. हस्बेन्डको ड्युटी सकेर चाहिँ हामी छिटो छिटो रेडी भएर चाहिँ दुबई गयो. दुबई जान चाहिँ रमाइलो हुन्छ तर फर्किन चाहिँ एकदम गाह्रो हुन्छ के 1-1.5 घन्टाकै ट्राफिकमा स्टक हुन्छ. त्यही भएर दुबई जान छ भने चाहिँ चाँडै जाने चाँडै फर्किनुपर्छ के. अनि यो एरिया चाहिँ मलाई एकदम मनपर्छ होइन. यो चाहिँ बरदुबई हो. यहाँ जाँदा चाहिँ मलाई कस्तो असनको भाइब्स आउँछ के. पसलहरू पनि पुरै ओपन ओपन हुन्छ होइन. अनि एकदम रमाइलो लाग्छ. यो चाहिँ हाम्रो नेपाली कम्युनिटीको फेमस पार्क. हामीले चाहिँ नेपाली पार्क भन्छ के. अनि बाहिर जाँदा चाहिँ मलाई एकदम रमाइलो लाग्छ होइन. हस्बेन्डले नै सबै बेबीको केयर गर्नुहुन्छ कि. अब उसले कहिले एकछिनमै हिँड्छु भन्छ अनि एकछिनमा चाहिँ होइन मलाई ट्रलीमा चढ्नु पर्यो भन्छ के. अनि कहिले के गर्छ अनि त्यसपछि चाहिँ सबै हस्बेन्डले टेक केयर गर्नुहुन्छ. अनि मलाई चाहिँ रमाइलो लाग्छ. म चाहिँ यसरी भिडियो खिच्दै हिँड्ने हो कि. हामी चाहिँ यहाँ सानो काम थियो होइन. अनि त्यसपछि काम सकेर चाहिँ फर्किँदै थियो. उनीहरू चाहिँ आज ट्विनिङ भएर हिँड्थ्यो कि. मैले पनि सेम लगाएको थिएँ तर म चाहिँ क्याप्चर मोबाइल भिडियो गर्नमा बिजी भएँ होइन. यो चाहिँ मेरो साथीले पठाइदिएको, दिदी र साथीले पठाइदिएको, बिजनले चाहिँ पठाइदिएको. थ्याङ्क यू सो मच. दुईजना चाहिँ मस्त कुरा गर्दै हिँड्दैछ होइन. अनि एकछिन पछि चाहिँ फेरि उसलाई म पनि चाहिन्छ कि. थ्याङ्क यू फर वाचिङ गाइज.